नमस्ते र राधे राधे सबैलाई। म चाहिँ सङ्क्रान्तिको दिन गएको थिएँ माइत अनि भाइको छोरो चाहिँ हेर्नु न कस्तो खेलाउ लाग्दो भएको छ। 11 महिनाको भएको चाहिँ यति हाँस्छ, झन् मोबाइल देखेपछि त भन्नै पर्दैन। मोबाइलको फ्ल्यास अन गर्यो भने चाहिँ उसको मुखमा हाँसी आइहाल्छ। अनि हामी सबैजना बसेर गफसफ गर्दै थियौँ। उता बुहारी चाहिँ खाना बनाउँदै थियौँ। अब सङ्क्रान्तिको दिन लड्डुको साथै खिचडी पनि स्पेसल हो नि त, त्यसैले ऊ चाहिँ खिचडी बनाइराखेकी थिइन् अब। अनि साथैमा सलाद पनि बनाउँदै थिइन्। छोरीले चाहिँ मोबाइल अन गरेर देखाइराखेकी थिए अनि उसको मुखबाट चाहिँ हाँसी छुटेकै थिएन। मोबाइलको क्यामेरा अन गरेको देखो भने चाहिँ हाँसिहाल्छ। अनि उतापट्टि हामी खाना पनि बेला भइसक्यो अनि सबैजनाले खिचडी इन्जोय गर्दै। हजुरले को कसले खिचडी खानुभयो कमेन्ट गरेर भन्नुहोला। अब चाहिँ बुहारीले यति टेस्टी बनाएको थियो खिचडी। मेरो यहाँ अचार यता के छोराछोरीले चाहिँ भाइलाई अब वाकरमा खेलाइरहेको थियो। नयाँ वाकर आएको त्यसैले उनीहरूलाई पुरा रहर लागेको छ खेलाउन। अनि यता चाहिँ मितामाको छोरा बुहारीहरू अब टिका लगाउन आयो। मम्मी पिताले टिका लगाइदिनु हुँदैछ। अनि घरमा चाहिँ फेरि यति राम्रो सिमी फलेको रहेछ नि त। अनि मलाई चाहिँ फेरि कस्तो टिप्नु लाग्यो कि निचेबाटै भेटिने, निचेबाट टिप्न सक्ने त्यति धेरै फलेको रहेछ। अनि मम्मीले पनि टिपिदिँदैछ। अब माइत आएपछि त घरमा माइतमा जे छ सागसब्जी त्यो नलगे त कहाँ हुन्छ र। अनि फुलकोपी पनि रोप्नु भएको रहेछ हेर्नु न। अनि फुलकोपी पनि मैले टिपेँ, फुलकोपी धेरै थिएन अनि एउटा फुलकोपी टिपेँ। अब छोरीले बहुत मन पराउँछ। अनि एक जेला सब्जी लिएर साग सिमी फुलकोपी लिएर म चाहिँ हिँडेँ घरतिर। अनि घरमा जाँदाखेरि चाहिँ अब साइलाबा घरमा भोलिपल्ट सराद थियो। अनि सरादको लागि कान्छी आमाहरू सबैजना मिलेर टपरी फुट्नु हुँदै रहेछ। अनि टपरी फुटेर मम्मी पनि त्यही हुनुहुन्थ्यो। अनि त्यही दिन फेरि हामीलाई चाहिँ हस्बेन्डको साथी घरमा इन्भाइट थियो खाना खानालाई। अनि हामी चाहिँ त्यहाँ पुगिसक्यौँ। त्यहाँ पुग्दाखेरि त अब सबैजना बसिराख्नु भएको रहेछ। अनि यता भाइलाई चाहिँ फेरि आँखामा चोट लागेको छ, त्यही भएर सुतिराखेका थिए। दिदीलाई पनि इन्भाइट थियो, दिदी पनि जानुभएको थियो। अनि हेर्नु न नानी केटाकेटी त प्याकेटिङ चिज भनेपछि कति खुसी हुन्छ नि त। अनि प्याकेटिङ चिज दिएको त कति खुसी भयो छोरो पनि। अनि हेर्नु न पिठाहरू कति रेडी गरेका। अनि खानासाना खाएर हामी लाग्यौँ घरतिर। हुन्छ त बाई बाई।